हो, भारतको सिमाना नेपालले मिचेको छ। किन यसो भने त बालेन शाहले, यो हामी आम नागरिकले साधारण तरिकाले सोच्दाखेरि यस्तो नभनिदिएको भए हुन्थ्यो, किन भने बालेनले भन्ने क्वेसन उठ्नु सामान्य कुरा हो। तर यसभित्र बालेन शाहको निकै ठुलो, एकदमै ठुलो कुटिल चाल छ। त्यो चाहिँ के हो त भन्नुहुन्छ भने, अब प्रधानमन्त्रीले यतिको अभिव्यक्ति दिएपछि इन्डियामा पनि हलचल त सुरु हुन्छ, त्यहाँ पनि खोजी निन्दा त सुरु हुन्छ र यही खोजी निन्दाको अवसर पारेर हाम्रो लिपु लेक, लिम्पियाधुरा, कालापानीका हरेक समस्याहरू एक ठाउँमा बसेर समाधान गर्ने र उपाय निकाल्नको लागि प्रधानमन्त्री बालेन शाहले यतिको कुटिल चाल चलेको हुन सक्छ है। तपाईहरुलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुस् है त।